हेलो गाइस, म अभिषेक चौधरी र आजको भिडियो पनि धेरै महत्त्वपूर्ण जानकारी दिनुपर्नेछ तपाईँहरूलाई। जुन अस्तिको भिडियो बाटो सम्बन्धी मैले बनाएँ, हाम्रो घरको पछाडिको बाटो अवस्था कस्तो थियो, जुन कि स्थानीय मान्छेहरूलाई धेरै नै गाह्रो भइरहेको थियो हिँड्नलाई, आउन जानुलाई, कतै जानुलाई। यो भिडियोको कारणले गर्दा र अझै हाम्रो स्थानीयको मान्छेको प्रेसरले गर्दा पनि चाहिँ ठेकेदार समक्ष त्यो सन्देश पुग्यो जुन चाहिँ दिनुपर्ने थियो। उहाँले पनि समथिङ केही कुरो बुझ्नुभयो, धेरै पनि बुझ्नु भएन। अहिले चाहिँ मलाई चाहिँ ड्याडीले कल गर्नुभयो एकछिन अगाडि, आधी घन्टा अगाडि। ड्याडीले भन्नुभयो कि जेसिबी पठाइदिएछु अरे भन्नाले त्यो ठेकेदारले पनि मेरो ड्याडीले चाहिँ भन्नुभयो कि कतैबाट जेसिबी खोजेर पठाइदिनु होला, जे जति खर्च हुन्छ, तेल खर्च, भाडा, अझै जे नस्ता तस्ता खर्च सबै उहाँले नै बिहोर्नुहुन्छ। मलाई चाहिँ भन्नुभयो कि त्यो बाटो चाहिँ मिलाइदिनु जेसिबी लिएर मात्रै। तर बाटो मिलाएर मात्रै भएन गाइज, किनकि जेसिबी लिएर त राम्रोसँग बाटो चाहिँ त्यति खासै मिल्दैन पनि। जेसिबी भनेको खन्ने मात्रै काम गर्छ, मिलाउनु पनि गर्छ, तर जेसिबी लिएर राम्रोसँग मिल्दैन पनि, त्यो त तपाईँहरूलाई पनि थाहै छ। त यो बाटो जुन अहिले म वेट गर्दैछु यहाँनिर हेर्न सक्नुहुन्छ, यो बर्जु 4 हो र यो बाटो हाम्रो जाने बर्जु 3 जुन कि त्यही बाटो पर्छ। यो बाटो हेर्न सक्नुहुन्छ। यो बाटो भनेपछि पानी परेपछि कस्तो अवस्था हुन्छ, चिप्लो पनि हुन्छ, त्यस्तै मान्छेलाई आउन जानलाई धेरै नै गाह्रो हुन्छ। म त्यही जेसिबीवालाको वेट गर्दैछु, किनकि जेसिबी चाहिँ चिम्डीबाट आउँदैछ र उहाँले चाहिँ बाटो चाहिँ थाहा छैन कुन बाटोमा जानुपर्ने। ड्याडीले भन्नुभयो वेट गर्नु अरे, आउँदैछ, त्यसपछि जति सक्दोसम्म मिलाइदिनु भनेर। ठिकै छ, आएपछि जति सक्दो हुन्छ जेसिबी लिएर नै मिलाइदिन्छु र तपाईँहरूलाई पनि हेराउनेछु। र अझै म के भन्न चाहन्छु भने कि चाहिँ सक्दोसम्म ठेकेदारलाई यो पनि बुझ्नुपर्ने हुन्छ कि जेसिबी लिएर मात्रै मिलाएर हुँदैन। ग्रेडर, रोलर भयो, हाम्रो गिटीहरू पनि झार्नुपर्ने हुन्छ। ग्राभल रोडसम्म बनाइदिएको भए राम्रो हुन्थ्यो, किनकि अब हाम्रो एरियातिर भनेपछि डुबान क्षेत्र पर्छ। डुबान क्षेत्र भएको कारणले गर्दा यो पछाडिको बाटो जुन यो हाम्रो ढङ्गा खोलाको साइडमै पर्छ, त्यो बाढी आएपछि यो बाटो चाहिँ समथिङ भनौँ न, मिनिमम म्याक्सिमम भन्दा चाहिँ 3 फिटदेखि लिएर 4 फिटसम्ममा पानी चाहिँ लाग्ने गर्छ बाटोमा, जुनले गर्दा यो बाटो पुरै डुब्ने गर्छ। अहिले यो माटो जुन झारेको छ, यो माटो पनि केही काममै हुँदैन क्या, यो सबै वेस्ट बगेर नै जाने हो। त्यसैले गर्दा अब लगानी त उहाँकै हुन्छ, ठेकेदारकै, उहाँकै नोक्सानी नहोस्, त्यही भएको कारणले गर्दा उहाँलाई पनि जानकारी होस् कि मेरो लगानीहरू नडुबोस् भनेर सक्दोसम्म छिटो नै काम गरेको राम्रो हो। किनकि अहिले घाम पनि छ, अहिले मौसम ठिकै छ काम गर्नलाई, अहिले नै काम सघाउँदा चाहिँ राम्रो हुन्थ्यो। अहिले जस्तै आज जेसिबी पठाउनु भयो उहाँले, भोलि चाहिँ रोलर सोलर ग्रेडर सेडर सबै पठाइदिनु भएको भए र कति त लाग्छ होला यहाँदेखि त्यहाँसम्म 10-20-30 हाइवा जति गिटी चाहिँ पठाइदिएको भए ग्राभल, अनि राम्रो हुन्थ्यो, छिटो यो बाटो पनि राम्रो हिँड्ने लायक पनि हुन्थ्यो।